नमस्कार, म किसान लामिछाने नवजीवन नेपाल लागु औषध पुनर्स्थापना केन्द्रको प्रशासकीय प्रमुख तथा यसै पुनर्स्थापना केन्द्रको परामर्शदाता। हाम्रो चाहना लागु औषध रहित समाजको सिर्जना भन्ने मूल अवधारणाका साथ हाम्रो समाजमा रहेका विभिन्न खालका लागु औषध तथा मदिरा दुर्व्यसनीहरूलाई पुनर्स्थापना केन्द्रको दायरामा ल्याई उनीहरूलाई उचित उपचार पद्धति मार्फत लागु औषध रहित जीवनशैली अपनाउनका लागि प्रोत्साहित र सहयोग गर्दै आइरहेका छौँ, जसको फलस्वरूप आज धेरै दुर्व्यसनीहरू नशारहित जीवनशैली अपनाउनका लागि सफल पनि भइरहेका छन्। तसर्थ हाम्रो समाजमा रहेका विभिन्न खालका अवधारणाहरूलाई मध्यनजर गर्दै कुनै पनि लागु औषध तथा मदिरा दुर्व्यसनीहरूलाई उपचार पुनर्स्थापना केन्द्रको महत्त्वपूर्ण उपचार पद्धतिमा समावेश गरी उनीहरूलाई लागु औषध रहित जीवनशैली या मदिरा रहित जीवनशैली अपनाउनका लागि सहयोग गर्न सकिने यहाँहरूलाई जानकारी गराउँदछ। हाम्रो समाजमा बढ्दै गइरहेका यस्ता खालका समस्याहरूलाई पहिचान गरी आफू पनि बचौं, अरूलाई पनि बचाऊ भन्दै यस नवजीवन नेपाल पुनर्स्थापना केन्द्रको तर्फबाट यस्ता व्यक्तिहरूलाई सहयोग गर्नका निम्ति हामी सदैव अग्रसर रहिरहनेछौँ। धन्यवाद।